अनि ह्याप्पी न्यू इयर बेबी स्विमिङ हुँदैन बेबी हुँदैन भोलि गर्ने ल स्विमिङ हामी चाहिँ न्यू इयर मनाउन आएको गाइस तर छोरीले यहाँ बाबाको पछि लागेर केही छैन बाबा आइसिन्छ कुरा खुब चलिरहेको होइन के प्लान भइरहेको छोरी फेरि बाउलाई 1 सेकेन्ड छोड्दैन
तर मलाई केही तासा छैन ह्याप्पी न्यू इयर त एउटाले हाई गरेको दिदीले जोकर देखाएर के छैन चुप लाग जान्नी धेरै नभ यस्तो यो जम्मै माल जति खाइदिए यिनीहरूले मल चाहिँ मैले हेर्न पाएन यहाँ चाहिँ भाउजू 12 बजे चटपटी बनाउँदै हुनुहुन्छ भाउजू जिन्दगी भरि तपाईँ चटपटी बनाएर जाने भन्दा नयाँ वर्ष 35 36 38 चटपटे त सफिसल बनाउँछ नि माइजूले सफिसल 15 60 ताल यस्तो छ है गाइस न्यू इयरमा ह्याप्पी न्यू इयर गाइस ह्याप्पी न्यू इयर मजा लाग्यो मजा आयो हो नि छानु मायालु खेल्नु ढिकिचाउ घर जाउँ ढिकिचाउ घर जाउँ बाई बाई छोरो बाई बाई कहाँ आउने हो भोलि मजा लागिरहेछ ल आमाले घुमाउन कहाँ लिएर आएको सानीलाई टिस्टुङ अध्यायमा लिएर आएको होइन त ओ दिदी चाहिँ म पिङ दसैँ लागिरहेछ तपाईँलाई अब फेरि बेबीको पालो आयो एरोप्लेन खेल्ने ह्याप्पी मजा लाग्यो ल कस्तो मजा आयो हेलो समाउ मजा हेलो नै गर्दैन अनि बेबीलाई त अनि आई लभ यु भन्नु पर्यो नि त आई लभ यु किन खोलेको जुत्ता बेबीले हेलो नै गर्दैन म के गर्नु दिदी बहिनी यहाँ आऊ मेरो त दुईजना दौडे त्यही खेल्ने ठाउँमै खेल्ने भनेर ल बाबा हल्लाइदिउँ ल हल्लाइदिनु बिस्तारी